होइन साथीहरू बाफ्रे 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 यस्तो पानी छ यस्तो यहाँ गएर यसरी नमस्ते नमस्कार सम्पूर्ण साथीहरूलाई स्वागत छ युट्युब च्यानलमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै ठिकै छु। नेकलाङ भन्ने ठाउँ नगएको धेरै भयो, त्यहाँ पुगेर कस्तो भएछ त आजभोलिको दृश्यहरू हेरौँ। त्यहाँ पुगेर होइन यता चाहिँ पुरै वन जङ्गलहरू देख्न सकिन्छ, बिचमा रुट छ अनि म चाहिँ खुत्रुक गरेर हिँडिरहेको छु। यो त साथीहरू जस खतरा लागिरहेछ आज समय मिलाएर यसो घुम्न हिँडेको मान्छे तर धुम्म भएको छ कि पानी पर्न लागेछ। पहिला त म यो बाटो एकदमै धेरैभन्दा धेरै मर्निङ वाक आएको मान्छे हो, तर आजभोलि फेरि पनि पेट लागिरहेछ। यहाँ यो घटाउनको लागि होइन बिहान हिँड्नुपर्छ कि जस्तो लागिरहेछ। नत्र भने म खासमा चाहिँ होइन बिहानको 4 बजी हिँड्थेँ अनि त्यहाँबाट चाहिँ माथि नेकलाङ भन्ने ठाउँमा पुग्थेँ अनि त्यहाँ पुगेर 1-2 घन्टा चाहिँ यसो होइन एक्सर्साइज गर्थेँ अनि झर्थेँ। तर आजभोलि चाहिँ अलिकति बर्खा टाइम छ अनि पानी पर्छ, त्यस कारणवश म हिँड्दिनँ कि आजभोलि। त्यही हो, अब हेर्दै जाऊँ। पसिना पनि आइरहेछ फेरि कस्तो यो बर्खा दिनमा पनि पसिना आउँछ, के गर्ने हो हिँडेपछि होइन। हजुर कहाँसम्म पुग्नु हुने हो तपाईँ? ए हो हो नि, जङ्गलको बाटो एकदमै होइन यसो मनोरञ्जन लिँदै हिँड्नु पऱ्यो नि त। यस्तै छ है त साथीहरू। ल यताको होइन आजभोलि यस्तो भएको छ क्या पुरै सोतरहरू घाँसहरू होइन, यो पारी पनि देखिन्छ। यहाँ चाहिँ आजभोलि बर्खामा त खतरा पानी पर्छ कि यो माथि फेरि अहिले झरिरहेछ है। जस रमाइलो हुन्छ भनौँ न होइन साथीहरू, त्यस्तै छ। त केले यहाँ टोको के हो, हल्का चिलायो पो त के हो भएको यस्तो यार। धेरै समय भयो क्या म के अरे मर्निङ वाक नहिँडेको, आज चाहिँ डे वाक हिँड्दैछु है म। अनि अलिकति हिँड्नु चाहिँ गाह्रो हुँदो रहेछ, खुट्टाहरू अलिक दुख्छ होइन। त्यो बानी भयो नि त धेरै बस्दा त्यही भएर होइन। अनि यहाँबाट चाहिँ यताको खतरा दृश्य देखिन्छ कि, तर आज चाहिँ पानी परिरहेछ फेरि। जुन दिन आज समय मिल्नु त्यही दिन मौसम अलिक धुम्म छ होइन। अनि त्यही भएर यसो हिँडुल गर्नु पऱ्यो एकछिन भने यसो हिँडेको साथीहरू है। मौसम यस्तो छ त्यही पनि हिँड्दैछु, यता देख्न सक्नुहुन्छ। अनि यता पनि खतरा छ क्या यता। आज चाहिँ यसो भ्लग बनाउँदै होइन हिँडिरहेको छु है त साथीहरू, त्यही भन्नुपर्छ। ल अब म चाहिँ यो मेकलाङ भन्ने ठाउँमा पुग्न लागेको, अब चाहिँ 1-2 मिनट लाग्छ साथीहरू। अब हिँड्दै जाँदाखेरि होइन ठ्याक्कै यतातिर चाहिँ एक्सर्साइज गर्ने ठाउँहरू छ क्या। म पहिला चाहिँ होइन मर्निङ वाक आउँथेँ क्या बिहानको 4 बजी उठेर। आजभोलि धेरै समय भयो अनि बर्खा टाइम पनि लाग्यो क्या, त्यही भएर म चाहिँ कहिले पनि एक्सर्साइज आएको थिइनँ। तर आज चाहिँ एकदम होइन समय मिलाएर यसो डे वाक आइदिएको नि हो मर्निङ वाकबाट साथीहरू। त्यसको बाद चाहिँ हल्का रमाइलो। अब यो माथि छिर्ने हो एकछिन, यो माथि छिर्ने होइन। अनि त्यता पनि अहिले यहाँ चाहिँ यस्तो बनेछ कि फेरि खतरा बनेछ। पहिला त थिएन त अहिले चाहिँ एकदम बब्बाल बनेछ है। यता चाहिँ पुरै यस्तो भएको रहेछ देख्न सक्नुहुन्छ। अब कुन बाटो जाउँ त, म यता जाउँ कि उधर जाउँ त भनेर चाहिँ भन्नु नमिल्ने, तर म चाहिँ यता छिर्छु अब चाहिँ। अब किनभने यो बाटोमा म नआएको धेरै हो नि त। अब आजको दिनमा चाहिँ छिर्नु फेरि यहाँ कतिपय घुम्न आउँछ है, एकदम पुरै हरियाली भएको रहेछ, त्यही पनि जानुपर्ने हुन्छ। अनि भरे चाहिँ त्यता त्यो माथिको डिलतिर पनि जाने हो, त्यहाँ पनि खतरा बब्बा देखिन्छ होइन। अनि जुन यो माथि चाहिँ एकदम खतरा छ क्या, फेरि पुरै हातहरू छ, हातमाथि पस्नु नि मिल्छ, त्यस्तो छ। अब कुनै दिन समय मिलाएर हाततिर पनि पस्नुपर्ने हुन्छ। म चाहिँ यहाँबाट अब छिरेको यता कस्तो छ भन्ने कुरो अब जानु परेन, धेरै भयो नि त यतातिर नआएको चाहिँ।
फेरि आज यसो समय मिलाएर आएको होइन गाईचोरो के भन्ने पानी परिरहेछ कि हल्का सिमसिम पानी मौसम पनि पुरै धुम्म भएको छ बादल लाग्दैछ होइन आकाशतिर यस्तो देखिन्छ अनि अब यताको चाहिँ ओहो ल यस्तो दामी छ है यस्तो दामी छ खतरा छ क्या यहाँ चाहिँ यस्तो हिँड्नु खतरा मिठो हुन्छ क्या रमाइलो हुन्छ ए यताको एक्सर्साइज व्यायाम गर्ने ठाउँहरू यस्तो छ है गाईचोरो ल राम्रो अहिले चाहिँ होइन पुरै हरियाली भएको छ नि त यता हेर्न सक्नुहुन्छ है त ल कस्तो दामी छ तर पानी पर्यो कि फेरि यस्तो पानीमा त के गर्नु हो पुरै पानी परिरहेछ यार फर्किनु पर्छ है जस्तो लागिरहेछ यो माथि जाउँ त माथि पनि के जाने होला र है यो यस्तोबाट यस्तो जानुपर्छ यो माथि चाहिँ खतरा फेरि खोर्किलो छ एकदम ठुलो खोर्किलो छ होइन अनि त्यो बाटो जाउँ भन्दा पनि पुरै हुन्छ होला हिँड्नु सकिँदैन होला हिँड्नु सकिएन भने फेरि गाह्रो हुन्छ के पो गरौँ म त यार पानी परिरहेछ गाह्रो हुने भयो मलाई त्यही पनि एकचोटि जानु पर्यो जानु पर्यो भनेको होइन जाउँ कि नजाउँ यस्तो हरियाली भएको छ यार पानीले गोद्दैछ यार पानीले गोदिरहेछ जाउँ कि नजाउँ हो यार पानी पर्यो यार म चाहिँ कुद्दै जानु पर्यो माथि कुद्दै जानु पर्यो यस्तो पानीमा त हुँदैन त यार कुद्नु पऱ्यो भने पानीतिर त होइन यस्तो पानी परिरहेको छ साथीहरू ओ बाफ्रे यस्तो पानीमा त के बस्नु होइन ओहो चिप्लो रहेछ खतरा चिप्लो छ फेरि यता चाहिँ यस्तो रहेछ फेरि यस्तो घुम्नु पर्ने हुन्छ तर यहाँ आएपछि फेरि यी बब्बाल देखिन्छ फेरि यस्तो यहाँ गएर यसरी उभिनु पर्ने हुन्छ ल ठ्याक्कै यहाँ आइपुग्यो है त पानी पर्यो नि त हो साथीहरू त्यो उकालो चढ्दै होइन माथि टपमा पुगिन्छ तर अहिले भने पानी परिरहेछ क्या त्यही भएर अब यहाँ बसिन्छ केही समयको लागि चाहिँ खतरादेखि चाहिँ बाफ्रे साथीहरू अनि माथि चाहिँ हात चाहिँ टक्कसँग हात देखिन्छ त्यो हातमा पसेर गुइँ यस्तो घुम्न पनि पाउँछ है साथीहरू यो चाहिँ पुरै मेसलाङ एरिया हो साथीहरू त्यही भन्नुपर्छ यसो कुनै बेला घुम्न आएर एकदम होइन फ्रेस हुनुपर्छ नि त साथीहरू के कसो हो स्या भइयो क्या कुदेर पानी पर्यो नि त त्यही भएर गाईचोरो ल यो सिडीको बाटो पनि नहिँडेको धेरै भयो जस आज चाहिँ हिँड्न मौका मिल्यो त्यही भएर म हिँडिरहेको छु यति बेला चाहिँ यस्तो छ हल्का एउटा ब्याग बोको अनि हिँड्नु भएन साथीहरू के कसो हो म उकालो त अहिले त हिँड्नै नसक्दो रहेछ हौ साथीहरू बाफ्रे के विधि सास बढेको हो आम्मा ल यसरी भएन नि हो यसरी भएन हो साथीहरू के गर्नु होला अब म है साथी हो उकालो एकदम बब्बाल पारामा हिँडिँदैछ गाईचोरो यता हेर्न सक्नुहुन्छ खतरा बब्बाल देखिन्छ ब्याकग्राउन्डको दृश्यहरू पनि खतरा देखिन्छ होला गाईचोरो होइन के कस्तो छ त साथी हो सास भएर यार उकालो हिँड्नै नसकिँदो रहेछ आमामा पानी के हो त पानी हो कि कुहिरो हो बाफ्रे हेट खतरा ल त्यहाँ पुग्न लाग्यो त म साथीहरू अब टपमा पुग्नै आँटेँ म जस हिँड्दैछु यो उकालो बाटो यो सिडीको बाटो देख्न सक्नुहुन्छ यस्तो छ है साथीहरू अनि यहाँबाट देख्न सकिन्छ एकदम बब्बाल दृश्यहरू तर आज पुरै धुम्म छ बादल लागेर पानी पनि पर्दैछ
अहिले भर्खरसम्म पानी परेको, तर अहिले चाहिँ निको भइसक्यो पानी। त्यही पनि मौसम चाहिँ धुम्म छ है त फेरि गाइजहरू। आम्मामा यस्तो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, एकदम बाल पारेको छ है यता। ल हेर्नुहोस् साथीहरू, कस्तो दामी देखिन्छ है यतातिर त, कस्तो दामी देखेर छुट्टै संसार छ। एकदम बब्बा बाफ्रे बाफ्रे एकदम बब्बल छ कि यतातिर हेर्नु सक्नुहुन्छ। यो पारीको डिलहरू एकदम खतरा देखिन्छ कि साथीहरू, हेर्न सक्नुहुन्छ। आज फेरि मौसम पनि धुम्म छ, बादल पनि एकदम खत्रै देखिन्छ कि, जोस एकदम रमाइलो छ। पानी परिरहेछ यति बेला, अनि यहाँबाट चाहिँ हामी देख्न सकिन्छ यस्तो दृश्यहरू। ओ बाफ्रे बाफ्रे, के तल पिङ खतरा हान्दिरहेछ नि त हौ, के तल पिङ त खतरा खेलिरहेछ नि त हो। म बब्बासँग पिङ खेलिरहेछन् है त साथीहरू। अनि यो तलको चाहिँ लभ डाँडा हो, यो सिधाको लभ डाँडा पर्छ है गाइजहरू। अनि यता चाहिँ यस्तो पनि रहेछ है साथीहरू, तर अहिले पानी परिरहेछ गाइजहरू। पानी पऱ्यो कि फेरि, बाब्रे। ल हेर्नुहोस् साथीहरू, यता खतरा देखिन्छ त साथी हो गाइजहरू होइन। साथीहरू अहिले चाहिँ एकदम खत्रै पानी परिरहेछ, त्यही भएर म चाहिँ यहाँ बसिरहेको छु गाइजहरू। अब पानी निको भएपछि मात्रै जानुपर्ने हुन्छ गाइजहरू। ल हेर्न सक्नुहुन्छ, म चाहिँ यो भित्र यहाँ बस्ने ठाउँहरू पनि छ कि, यता बस्ने ठाउँ हो साथीहरू। र यसरी बस्नुपर्ने हुन्छ किनभने पानी परिरहेछ नि त, त्यही भएर होइन। आजको मौसम त एकदम के भन्ने यार, पानी पर्छ क्या हो, म भिज्छु अब, पानीले भिज्ने भयो साथीहरू। म रुनु कि हाँस्नु गाइजहरू। आज पानी पऱ्यो साथीहरू, पानी परेर धुम्म भएर यहाँ आज के सोचले हिँडेको थिएँ है, यता मेक्लाङ भन्ने ठाउँमा पुगेर चाहिँ टक्कसँगै यता यसो भ्लगहरू खतरा बनाउनु पर्यो भनेको भएन नि। यहाँ हेर्नु न कस्तो धुम्म छ साथीहरू, बाब्रे बाब्रे। फोटो खिच्नु पर्यो भनेको भएन, भिडियो बनाउनु पर्यो भएन। म जाता ओढेर फर्किँदैछु, फेरि यता बस्यो भने फेरि रात पर्छ साथीहरू। साथीहरू म चाहिँ हिँडिरहेको छु अहिले, किनभने यहाँ चाहिँ होइन टक्कसँग अहिलेसम्म पानी परेर चाहिँ यहाँ भुलेको थिएँ, पानीले भिजिन्छ, त्यही भएर यसो बसेको थिएँ साथीहरू। अहिले चाहिँ म हिँड्दैछु, अब यो पानी निको हुँदैन गाइजहरू होइन। आज मौसम पनि यस्तो छ, के गर्ने होइन। यसो यतातिरको दृश्यहरू हेर्दै होइन मनोरञ्जन लिँदै हिँड्नु पर्यो भनेको थिएँ। सबना चकार्छु भयो, सबना केही सोचेको थिएँ के भइदियो। फेरि चिप्लेर गुल्टिन्छ कि भन्ने पो लाग्छ त, यस्तो छ कि बाटो भनेको, फेरि चिप्लेर गुल्ट्यो भने है, यहाँबाट चाहिँ लड्यो भने अडिने ठाउँ छैन। ऊ कहाँ पुगिन्छ, तल एकैचोटि रोडमा पुगिन्छ है साथीहरू। हो मामा अब छाता ओढ्ने हो, हिँड्ने हो यार, के गर्ने साथीहरू। यस्तै छ आजको दिन, यस्तै भयो त गाइजहरू होइन। नि परिरहेछ झरेको है, म त ओह्रालोतिर लागेको अब साथीहरू। के सोचे थिए जिन्दगीमा, के भयो आज, एकै गर्दी चलो देउसै परो राख।
दिउँसो परेको रातो चाहिँ यस्तो छ कि साथीहरू, किनभने धुम्म भएको छ, हुस्सु लागेको छ, पानी परिरहेछ क्या, त्यही भएर त्यस्तो भन्नु खोजेको साथीहरू। अन्यथा नलिनु होला होइन, यसो रमाइलो गरिदिएको हो गाछहरू। यस्तै भयो त आज यसो घुम्दै घुम्दै हिँडेको, यस्तो भयो त मौसमहरू गाइसहरू होइन। अघि हिँड्ने बेला त एकदम ठिक थियो कि, क्लियर थियो कि मौसमहरू, तर के गर्नु बिचमा आएर यस्तो भइदियो कि साथीहरू। पानी परेर एकदम बिजोग बनायो। अब झरेको गाइसहरू, झरेको है म ओह्रालोतिर। यस्तो चिप्लो बाटो छ कि यहाँ कसरी झर्ने होला यार, डर पो लागिरहेको छ मलाई त। हेर्नु सक्नुहुन्छ, हेर्नुहोस् त गाइसहरू। खासमा चाहिँ म यो डिलमा चाहिँ गएर होइन भिडियो बनाउनु पर्यो भन्ने सोच्थ्यो होइन, तर आज चाहिँ मौसम यस्तो भएको कारणवश अब त्यहाँ चाहिँ गइएन। हुन त यहाँदेखि नजिक त नजिकै छ, त्यही पनि अब जान सकिएन, किनभने यस्तो छ दृश्यहरू होइन, पुरै धुम्म छ। त्यही भएर अब अर्कोचोटि जानु पर्ला त्यतातिर चाहिँ। यतातिर चाहिँ यस्तो देखिन्छ ए, पुरै यस्तो छ है। आजभोलि चाहिँ हरियाली भएको छ, त्यो दिउँसो अन्धकार देखिन्छ हो गाछहरू। यहाँ त पुरै जङ्गलको बाटो छ, तर एकदम दिउँसै रात परे जस्तो क्या अन्धकार छ, हेर्न सक्नुहुन्छ। बाप्रे, यहाँ दृश्य चाहिँ एकदमै खतरा बब्बाल देख्न सकिन्छ यो समयमा पनि। तर आज पानी परेर होइन मौसम एकदमै धुम्म देखिन्छ साथीहरू। के कस्तो लाग्छ तपाईँहरूलाई गाछहरू? यदि भिडियो मन परे लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला साथीहरू भन्दै आजको भ्लगबाट म बिदा हुन चाहन्छु। फेरि अर्को भ्लगमा उपस्थित हुनेछु भन्दै आजलाई बाई बाई साथीहरू।